माई डियर लभली पिपल, आज फेरि एउटा अस्ति तपाईँलाई मैले भिडियोमा हालेको थिएँ एउटा यो रेडी छ है भनेको थिएँ नि हजुरहरूलाई। तपाईँहरूलाई म लाइभ देखाउँछु आज, हेर्नुहोस् ल, लाइभ देखाउँछु। यहाँ त्यसलाई बिमारीले भेटायो। यो फेरि ओथ्रा यहाँ बसिरहेको छ। यो रेडी छ, तपाईलाई म लाइभ देखाउँछु आज। यो ब्याउनुलाई तर्खर गर्दछ बिचरा। आज कति 151 डेज पुग्यो। खासमा यसको एक्चुअली डेज चाहिँ 150 दिन हो र यसले 1 दिन पार गर्यो। यो लुगा यहाँ छ, लुगा यो सफा अझै आउनु। अझै आउनु एकछिन। यो भिडियो बना सोतरहरू ओछ्याएको सोतर अहिले कहाँ ओछ्याउँछ, पाइसकेर ओछ्याउनुपर्छ त। कन्दैछ खै छ टाइम। खै त केही त उयो सुक्खै छ। अनि हेर्नु न, ए रहेछ। यसो गर्नु नि, यसो यतिबाट ल पक्रिनु न, यो म भित्र जान्छु। लाठी जस्तो के हो? त्यसको लागि बोलाएको पक्रिनुको लागि। यतिकोबाट है हो, त्यतिबाट स्याङ स्याङ देखो सबै 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 भयो। हेर त ठिकै छ, ठिकै छ। तपाईँ गर्नु न, हो त्यसरी सिकिहाल्छ। फोटोग्राफरको दिदी पो त हो। त्यही त हौ। भगवान् के अरे बिहानै यता फर्केर काग कराएको थियो, ए भन्नु पो रहेछ। गइ राम्रोसँग बिहा भयो भगवान्। दिउँसै बिहा राम्रो भयो नि है, रात बिच आउनु परेन नि चितुवा भएकोमा। घरको आयो देख्छ होला नि। बच्चा पनि निकाल्नु थाल्यो त भाइ, टाउको निकाल्यो हेर।
पक्रिनु नि तपाईँले मलाई नदिनु बच्चा पक्रिरहेको छु यी तेरो घुँडाले छेलिरहेको छु ऊ टाउको निक्लियो टाउको होइन त्यो अगाडिको खुट्टा निस्किन्छ ए सेतो छ खुट्टा ए बान्धु है राम्रोसँग ल्याइदिएस् बिहानै आएर काग कराएको थियो खुट्टै निकालेको छ ऊ कुत्ता बाँधे एकछिन ऊ त्यता बाँध्न कुनातिर दाना घाँस खायो ए जा जा ल बिचारा ऊ मुख पनि निक्ल्यो भाइ एकैचोटि खुट्टा र मुख निकालेछ मै ऊ छोरी चाहिँ जस्तै बिहाउनु कालो यसले छेल्यो होला या सोत्तर फोत्तर छैन अब बिहाइसकेर बान्ने बिहाइ भन्छ एउटा बिहाइहाल्यो सेतो एउटा छ यहाँ आफै बुबु तानेको हो अब एउटा छ दुइटाको ब्याउँछै ब्याउँछ है दुईटा ब्याउँछ खालि ब्याउँछ छ भुँडी हेर्न हौ दुईटा खुट्टा नजिकै छ दुईटा कि चारटै पछाडिको दुईटा अगाडिको दुईटा बच्चा चाहिँ नर्मल भयो है बिचराले है लामो बिमार पनि लागेन है हो लामो बिमार पनि लागेन ल बच्चा स्याहार्नु थाल्यो त्यो ढाडमा के भएको कालो उयो लागेको मैला एउटा भर्खर त्यही राख्न के गरेको फेरि यो पनि हाल्नुपर्छ नि त यसरी मैला हुन्छ एकछिन बस ल आगो लाउँदै बस ल एकछिन अहिले म चिया दिन्छु यहाँ र त ओ अङ्कल आगो लगाउ ल मजाले यहाँ र मजाले आगो लाउनु ल आमा जस्तो सेतो ऊ त्यहाँनिर चाहिँ कालो रहेछ है टाउकोमा यसको पनि कुण्डल रहेछ आठी रहेछ यो ए चारवटा पाठी भयो बिहापछि सबै बाख्रा हाइ हाइ गर्दो रहेछ है टिभीमा पनि देखाउँछ नि
ब्याउँदा क्या केहरू लागेको हुन्छ नि त। चुसिहाल्यो है बदनाचरी। आज 14 ब्याइयो। आज 151 दिन पुग्यो। तितेपाती हालिदिनुपर्छ यसलाई। आइ गर्दैछ नि त। ठिकै छ हेर त। कराउनु पनि थाल्यो। युट्युबमा के हेर्नु घरमै हेरिहाल्यो नि त।